गाइज आज मैले बिटिसीमा ट्रेड लिएको थिएँ। त्यहाँ यो क्यान्डलमा नि ट्रेड गरेको थिएँ मैले। यो क्यान्डलमा चाहिँ मैले इथेरियममा गरेको थिएँ। अनि पछि लिक्विडिटी स्विपको आधारमा मैले यहाँ सबै डिटेलमा होइन लाइभमा बताएको छु होइन। र पनि तपाईँ यो रिल हेर्दै हुनुहुन्छ भने चाहिँ यो तपाईँको लागि हो। मैले पर्फर्म हेर्नु त स्नाइपर इन्ट्री भनेर यहाँ लेखेको छु। स्नाइपर इन्ट्री कसरी गर्ने भनेर फुल फर्म म यसको भिडियो अहिले बनाउँदैछु। र पनि है यो ट्रेडको अपडेट म गराउँछु भनेको थिएँ भ्युअर्सलाई। मेरो ट्रेड चाहिँ मैले 75% यहाँ गएर बुक गरेको छु। अब अलिकति बाँकी छ। लेट्स सी त्यसलाई चाहिँ म कहाँ राख्छु भने हेर यहाँ अब 25%लाई म यहाँ राखिदिन्छु। यो मेरो बोनस ट्रेड हो हुनेछ। अब यो 1 लाखसम्म गयो भने गयो, नत्र भने एसएल हन्ट गर्छ। के मतलब भएन मलाई त्यो आओस् जाओस् मलाई मतलब हुँदैन होइन। एसएल जान पनि सक्छ यो आई डोन्ट केयर होइन। मैले यसको डिटेलमै भनिदिइसकेँ मलाई मतलबै छैन ल। अब अनि गोल्डको अब अर्को गोल्डको होइन देख्न सक्नुहुन्छ मैले यहाँ 50% बुक गरिसकेको छु। यो ट्रेडको लाइभमै भनेको छौँ हामीले के गऱ्यौँ भनेर लाइभमा पनि हेर्न सक्नुहुन्छ है। गोल्डको पनि मैले 50% बुक गरिसकेँ। अब अरूलाई चाहिँ म हेर यहाँ माथि राखिदिन्छु यो रातो क्यान्डलभन्दा मुनि है 50%को। अब मलाई यसको पनि मतलब छैन। अब यो पछि रिल आउँदैन गाइज। अब मेरो एउटा यो स्नाइपर इन्ट्रीको भिडियो बनाउँदैछु कस्तो हुन्छ है। मलाई जति सक्छु होइन, म नयाँ छु, जति सक्छु राम्रो दिने प्रयास गर्छु। तर बुझ्नेमा तपाईँहरूले फरक पर्ला। म यही क्यान्डलको बारेमा यति यहीँबाट यसकै छोटो 4-5 मिनटको मात्रै बनाउने छु। स्नाइपर इन्ट्रीको मतलब के हो भनेर बिटिसीको मतलब दिन्छु। 2-3टा लजिक छ होइन। म चाहिँ भिडियो बनाएर हालिदिन चाहन्छु यसको चाहिँ। यो यति यहाँदेखिको यहाँसम्मको एउटा लजिक तालले भिडियो बनाउने छु है त गाइज। नहेरे मेरो भिडियो सेक्सनमा गएर हेर्नु होला कोर्स भनेर। त्योमा म लिक्विडिटी स्विपको आधारमा मात्रै ट्रेड लिएको भिडियो बनाएर हाल्ने कोसिस गरिरहेको छु। लेट्स सी कस्तो हुन्छ। तर तपाईँहरू लाइभमा हुनुहुन्छ अनि च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नु होला यस्तो भिडियोको लागि है त गाइज। थ्याङ्क यू सो मच यो भिडियो हेरिदिनु भएकोमा नि है।